हेलो नमस्ते एन्ड भेरी भेरी वेलकम ब्याक टु माई युट्युब च्यानल आज मेरो ब्लगमा तपाईँ सम्पूर्णलाई स्वागत गर्न चाहन्छु जो चाहिँ मेरो भिडियोमा अथवा मेरो युट्युब च्यानलमा पहिलोचोटि जोडिँदै हुनुहुन्छ भने कृपया लाइक कमेन्ट र सब्सक्राइब गरेर चाहिँ तपाईँहरू मसँग जोडिन सक्नुहुनेछ भन्दै आजको यो ठाउँमा चाहिँ घुम्नको लागि साह्रै नै रमाइलो छ। आज म कुन ठाउँमा छु भने सिन्धुली जिल्ला पिपलमाडी गाविस यो चाहिँ पहिलाको नाम थियो, तर अहिले नेपाल सरकारले चाहिँ नामाकरण गरिएको ठाउँको नाम चाहिँ अहिले हरिहरपुरगढी गाउँपालिका वडा नम्बर 3 होला सायद। यो ठाउँमा चाहिँ म यहाँ आइसकेको छु। त्यसो भएको कारणले गर्दाखेरि तपाईँहरूलाई म चाहिँ यो गाउँठाउँमा पनि केही गर्न सकिन्छ है भन्ने खालको एउटा ठुलो सन्देश चाहिँ हायात होटल एन्ड रेस्टुरेन्टका मालिकले दिएका छन् है। तपाईँहरूले यो भिडियोमा चाहिँ देख्दै हुनुहुन्छ, यो चाहिँ हाम्रो हायात होटल एन्ड रेस्टुरेन्टको चाहिँ स्पेस हो, रेस्टुरेन्ट एरिया हो। यहाँ चाहिँ तपाईँहरूले चाहिँ चिया खाँदै कफी खाँदै जाडो घाममा चाहिँ हिटर पनि युज गर्न सक्नुहुनेछ। र यसको साथसाथै हाम्रो यो चाहिँ रक्सी बारहरू हो, तपाईँहरूले चाहिँ यहाँ आएर इन्जोय गर्न सक्नुहुन्छ है। खाना बस्नको लागि निकै हामीले चाहिँ व्यवस्थित गरेका छौँ र यसको साथसाथै हामीले ब्याडमिन्टनका कुराहरू पनि राखेका छौँ। तपाईँहरू बसेर यहाँ बिहान उठेर चाहिँ ब्याडमिन्टन एक्सर्साइज गर्छु भन्दा पनि तपाईँले पाइयो होइन। र त्यसबाहेक अन्य गाउँ छर छिमेकका साथीहरूलाई चाहिँ अलिकति भनौँ न एक्सर्साइज गर्छु भन्दाखेरि हामीले त्यो किसिमको व्यवस्था पनि गरेका छौँ। र यो ब्याडमिन्टन खेल्नको लागि तपाईँहरूलाई कुनै पनि रुपियाँ पैसा लाग्दैन र इन्जोय गर्न सक्नुहुन्छ। हाम्रो हायात होटल एन्ड रेस्टुरेन्टलाई चाहिँ बस्नको लागि खानको लागि सबै सेवा सुविधा छ, वाइफाईदेखि लिएर हरेक कुराहरू, एट्याच बाथरुम, एसीका कुराहरू पनि छ। गर्मीको टाइममा एसी पनि चलाउन सक्ने हुनेछ। धेरै सस्तोमा हामी तपाईँहरूलाई चाहिँ यो प्रकारको चाहिँ सेवा सुविधाहरू दिइरहेका छौँ। कृपया हाम्रो होटल एन्ड रेस्टुरेन्टलाई चाहिँ भिजिट गर्न सक्नुहुनेछ भन्दै आजको यो ब्लगमा तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। तपाईँहरू मेरो च्यानलमा पहिलोचोटि जोडिँदै हुनुहुन्छ भने कृपया लाइक कमेन्ट र सब्सक्राइब गर्न पनि नभुल्नुहोला भन्दै आजको यो ब्लग हामी सुरुवात गर्दैछौँ। र यसको साथसाथै आज हामी तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन्छौँ। मेरो 5K सब्सक्राइबर पुगेको छ, यो तपाईँहरूको माया र सपोर्टको कारणले गर्दाखेरि भएको हो। यो हामी बुफे सिस्टम पनि राखेका छौँ है, आफैले खाना झिकेर खान सक्ने हुनेछ। र आज कलाकार श्यामजीले पनि प्रतिक्रिया दिँदै हुनुहुन्छ है त गाइस। तपाईँ आज एउटा कस्टमर यो भनौँ न हायात एन्ड रेस्टुरेन्टमा चाहिँ आउनु भएको छ, कस्तो लाग्यो तपाईँलाई सेवा सुविधाहरू? धन्यवाद छ भाइ, मलाई यो समय हजुर अनि यो अवसर दिनुभएको लागि। हजुर हजुर अनि यो हायात रेस्टुरेन्ट होटल एउटा होइन, हजुर अनि यो चाहिँ धेरै राम्रो सुविधा दिनुभएको रहेछ भाइहरूले हजुर हजुर होइन। त्यसको लागि त म मेरो आफ्नो तर्फबाट, व्यक्तिगत तर्फबाट चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु यो फ्यामिलीलाई हजुर हजुर होइन। धेरै लामो समयदेखि अब यो ठाउँमा यहाँहरू बसोबास गर्दै आउनुभएको छ हजुर होइन। र मैले 20 वर्ष पछाडि मैले हेर्दाखेरि यो ठाउँमा आउनको लागि हजुर यति कठिनाइ हुन्थ्यो। सर्लाही रौतहटको बिचमा जुन यो बागमती खोला भन्छ होइन, क्यान्टिन भन्छ, त्यहाँ जानको लागि यहाँबाट धेरै सङ्घर्ष गर्नु पर्थ्यो कि लगभग 8 घन्टा यहाँबाट पैदल यात्रा गर्नुपर्ने हुन्थ्यो। त्यस्तो अवस्थादेखि अहिले आउँदाखेरि 20 वर्षको पछाडि हामी हेरेर अहिले आउँदाखेरि एकदमै सहज भएको छ क्या, यो एकदमै सहज। ताकि मलाई हिजोको 8 घन्टा र यहाँ आउँदाखेरि साँच्चै नै त्यहाँदेखि यहाँ आउनको लागि धेरै लाग्दैन कि, 45 मिनट लाग्छ। 45 मिनट लाग्छ है, 45 मिनट के, तर एकदमै सजिलो भएको छ। र त्यसमा मध्येमा पनि आज यो गुरुजीवन ठाउँमा हजुर होइन, यहाँहरूले चाहिँ यति राम्रो होटल, बस्ने सुविधा होइन, अनि अब खाने व्यवस्था यति राम्रो बनेको छ, गर्नुभएको छ। त्यसैले गर्दाखेरि एकदम म खुसी भएको छु। र यो ठाउँलाई है जसको पक्षबाट होस्, चाहे राज्यको पक्षबाट होस्, कुनै निकायको पक्षबाट होस्, यो चाहिँ एकदमै राम्रो सुविधा भएको छ, राम्रो सहज वातावरण बनेको छ। त्यसको लागि म भाइको परिवार लगायत होइन यो ठाउँमा अब समग्र अब यो सेवा सुविधा लिनेहरूलाई म धेरै धेरै धन्यवाद अनि आइदिनु होला, बस्दिनु होला र उहाँहरूलाई चाहिँ अब एकदमै अब सेवा गर्ने मौका दिनु होला भन्ने चाहिँ म भन्न चाहन्छु। हामीले चाहिँ होटल सञ्चालन गरिरहँदाखेरि भनौँ न सबै कस्टमरहरू चाहिँ खुसी हुँदैनन् होइन। यो
त्यो हिसाबले गर्दाखेरि हामीले अझै पनि तपाईँहरूलाई चाहिँ सेवा सुविधाहरू दिन सकौँ ताकि हामीले भोलिको दिनमा चाहिँ अझै हाम्रो चाहिँ भनौँ न अन्य ब्रान्चहरू पनि खोल्न सकौँ। तर त्यसो गरिरहँदाखेरि तपाईँको चाहिँ हामी कस्टमरलाई नै खुसी पार्न सक्दैनौँ भने हाम्रो प्रगति हुँदैन। त्यसो भएको कारणले गर्दाखेरि हामीले सुधार्नुपर्ने कुराहरू चाहिँ के छ? जस्तो यस्तो हुन्छ अब सुधार्नुपर्ने कुराहरू त होइन। हजुर अहिले त अब म अब आज भनौँ 24 घन्टा हुन लाग्यो म यहाँ बसेको। हजुर 24 घन्टैभित्र मैले सबै कुरा त मैले अब त्यसलाई अब कमी कमजोरी हेर्न त अब सक्दिनँ। हजुर तर पनि मैले अहिले देखेको हिसाबले चाहिँ मेरो विचारमा समग्र रूपमा चाहिँ एकदमै राम्रो छ र सुधार्नुपर्ने पक्षमा हेर्दाखेरि चाहिँ मलाई खासै त्यस्तो अब अनुभव चाहिँ भएको छैन है। र अर्को कुरा भाइले अर्को भन्यो भने अब जस्तो ब्रान्चको कुराहरू होइन अब कस्तो भन्दाखेरि कमी कमजोरी अब जस नपाउने कुराहरू छ नि। यो त यस्तो हुन्छ जसरी अब एउटा व्यवसाय गरिसकेपछि कस्टमरलाई अब सबै कुरामा त अब खुसी बनाउन सकिँदैन नि। कहिलेकाहीँ अब बनाउने कुराहरूमा होइन अब खानेकुरामा आइटमको कुराहरू हुन्छ त्यो अब यो त अब एउटा भनौँ न हिजोको दिनमा दुर्गम थियो एकदम होइन दुर्गम थियो आज एउटा सुगम बनेको छ। तर पनि अब सबै कुरा यहाँ उत्पादन हुँदैन फेरि हुँदैन। यो त फेरि अब यो त यस्तो ठाउँ कि यो त पहाडी भन्यो नि एउटा इलाका हो पहाडी क्षेत्र हो। त्यो कारणले गर्दाखेरि सबै अब पाउने कुराहरू यहाँ सहजै पाइँदैन र त्यो पनि ल्याउनको लागि चितवनबाट ल्याउनु पर्यो हेटौडाबाट ल्याउनु पर्यो कि सिन्धुलीबाट ल्याउनु पर्यो। अनि अलिक टाढाबाट आउँदाखेरि त्यो सबै कुराहरू अब आफूले चाहिए जस्तो चाहिँ पुरा गर्न सकिँदैन। त्यसले गर्दाखेरि कति कुराहरू तलमाथि हुन सक्छ हुन्छ होइन। अब त्यसो भएको कारणले गर्दाखेरि आज कस्टमर तपाईँ खुसी हुनुहुन्छ? आज म त एकदमै खुसी छु किनभने म काठमाडौँबाट आएको हो होइन। अब काठमाडौँबाट आएको हो काठमाडौँको सुविधा मैले यहाँ अब सिन्धुलीमा आएर यो के अरे अब त्यो पनि हिजोको दिनमा अब विकट थियो एउटा यो बागमती खोला तर्नको लागि हामीले त्यो के अरे उही बेलामा त हामीले भनौँ न बर्खाको समयमा त हामीले त ट्युबमा चढेर यो पारी आउनु पर्ने स्थिति थियो। एउटा बाइक ल्याउने अब भनौँ न वातावरण पनि त्यस्तो हुँदैन थियो। तर अहिले एउटा सुविधा बनेको छ पुल बनेको छ यहाँ आएर हामी यसरी अब बसेर यस्तो राम्रो अब एउटा होटल एउटा हायत होटल होइन एउटा बनाइदिनु भएको छ एउटा खोल्नु भएको छ सुविधा दिनु भएको छ त्यसमा नि एकदम खुसी हुनुपर्छ कि खुसी छु क्या म चाहिँ एकदमै। हुन त म पनि विदेशै बस्छु तर हाम्रो चाहिँ कतिपय कामहरू चाहिँ गर्नु जाँदाखेरि हामी कहिलेकाहीँ होटलमा पनि बस्नुपर्छ होइन। अनि यसो हेर्दाखेरि 3 स्टार 4 स्टार 2 स्टार पनि भएको के अरे होटलहरू हुन्छ कि तर सेवा सुविधा चाहिँ खासमा त्यति राम्रो चाहिँ हुँदैन। तर त्यसलाई कम्पेयर गर्दाखेरि त यो घर यो बिल्डिङ तपाईँको छ नि यो रेस्टुरेन्टहरू छ नि अनि यो भनौँ न पार्किङ एरिया छ यो त मैले चाहिँ आफैले मतलब प्रोडक्टलाई चाहिँ गर्व गर्न खोजेको होइन। तर यत्तिको होटललाई चाहिँ हामी युरोपमा भए 4 स्टार दिन सक्थ्यौँ भन्ने चाहिँ एउटा फिल हुन्छ क्या हामी। किनभने म त प्रत्यक्ष रूपमा हामी त कहिलेकाहीँ कता कता हुन्छ कि हामी कहिलेकाहीँ तपाईँको अलग अलग जग्गा लान्छ अनि त्यतै अनि होटलमा बस्ने काम गर्ने त्यसपछि गएर फेरि अनि हामी विकेन्ड मनाउन आफ्नो जग्गामा आउँछौँ होइन। अनि कतिपय कुराहरू चाहिँ यसो नाइस एकदम गुड के अरे गुड भाइब्स लाग्छ क्या मलाई चाहिँ। अनि जुस तपाईँको यस्तो ठाउँमा पनि वाइफाईदेखि लिएर हरेक कुराहरू होइन एउटा होटलमा हुनुपर्ने गुण के अरे हस्पिटालिटीमा चाहिँ हुनुपर्ने जुन भनौँ न त्यो कुराहरू सबै किसिमको चाहिँ सेवा सुविधा चाहिँ छ जस्तो लाग्छ। त्यसो भएको कारणले गर्दाखेरि आइ एम भेरी ह्याप्पी होइन। अनि तपाईँहरूसँग कनेक्टेड हुनु पाउँदाखेरि झनै खुसी लाग्छ तपाईँहरूलाई अझै पनि सेवा सुविधा दिन पाऊँ। अनि आगामी दिनहरूमा पनि तपाईँहरूको यसरी नै साथ र सहयोगको अपेक्षा राख्दछु भन्दै अनि आजको हाम्रो यो बसाइले यति नै बिट मार्छु। थ्याङ्क यू। एउटा म जहाँ एउटा कुरा भन्छु र अब यो जुन अब 4 स्टार 5 स्टार 3 स्टारको 2 स्टारको कुरा गर्दाखेरि जसरी त्यहाँ चाहिँ हामी जाँदाखेरि चाहिँ हामीले नेचुरली कुराहरू भेट्दैनौँ क्या होइन नेचुरली कुरा भेट्दैनौँ क्या। तर यो ठाउँमा जुन यो एउटा यहाँ हामी जुन यो गुरुजीमा आउँदाखेरि सिन्धुलीको होइन र हामी अब जुन यो हाइट होटलमा बस्दै गर्दाखेरि यो 5 स्टार 3 स्टार र 2 स्टार भन्दा कम चाहिँ छैन के। किन हामी उतातिर हामी हेरौँ नेचुरली छ के नेचुरली अब वातावरण छ होइन एकदम यो रमणीय ठाउँ छ। तर हामी 5 स्टार 2 स्टारमा हेर्न जाँदाखेरि के हुन्छ भन्दाखेरि पनि सबै कृत्रिम हुन्छ क्या त्यहाँ कृत्रिम बनाएको हुन्छ मान्छेले आकर्षित गरेको हुन्छ होइन। अब त्यहाँ चाहिँ सही सजाउ हुन्छ तर पनि हामीले नेचुरली हामीले एउटा वातावरण एकदमै के यसमा चाहिँ इन्जोय लिन सक्छौँ के होइन। त्यस कारणले गर्दाखेरि जुन सुविधा यहाँले दिनुभएको छ होइन भाइहरूले होइन भाइको आफ्नो अब तर्फबाट जति गर्नुभएको छ एकदम यसमा चाहिँ
एकदमै के अब धन्यवादको भनौँ न होइन एकदम हृदयदेखि के म एउटा काठमाडौँमा बसेर होइन एउटा कलाकारितामा विभिन्न ठाउँमा गएर हेर्दाखेरि विभिन्न होटलमा बस्दाखेरि विभिन्न ठाउँमा जाँदाखेरि पनि हामीले यतिको ठाउँ चाहिँ हामी पाउन चाहिँ अलिक कमै हुन्छ के हाम्रो प्रयास हो तपाईहरुले यसरी चाहिँ सकारात्मक दृष्टिकोणले हेर्दाखेरि हामीलाई चाहिँ एउटा चाहिँ ऊर्जा थपेको चाहिँ अनुभव एउटा भान चाहिँ भएको छ त्यसको लागि धेरै धेरै धन्यवाद आगामी दिनहरु पनि यसरी नै सपोर्ट गर्नु होला हैन किनभने हाम्रो यो ठाउँमा चाहिँ यतिसम्मको लगानी गरेर यतिसम्मको चाहिँ एउटा आफ्नै ब्रान्ड चाहिँ प्रोडक्ट चाहिँ निर्माण गर्नु हाम्रो निम्ति चाहिँ ठुलो चुनौती नै हो एकदम हैन त्यसो भएकोले गर्दाखेरि किप सपोर्टिङ गर्न चाहन्छु अनि तपाईँ मेरो युट्युब च्यानलमा चाहिँ जोडिनु भएको छैन होला आरआरटी मेरो ब्लग भन्ने छ तपाईँले सब्सक्राइब गरेर चाहिँ आज एउटा भनौँ न फ्यामिली मेम्बरको जस्तै जोडिनुको लागि विशेष अनुरोध गर्न चाहन्छु दाइ थ्याङ्क यू धन्यवाद थ्याङ्क यू नेक्स्ट टु यु यो चाहिँ हाम्रो किचन एरिया हामी जाँड खानेहरूको लागि चाहिँ यसरी यस्तो हुन्छ नाम चाहिँ मेरो टिआर कट्रिया हो हजुरले भने जस्तै घर चाहिँ कैलाली हो हिमाली आदिवासी समाज हिज नेपाल जुन काठमाडौँमा कार्य रहेको छ सो संस्थामा कार्यरत छु र आफ्नै कट्रिया भाषाको हामीले पत्रिका पनि निकाल्ने गर्दछौँ सो पत्रिकाको पनि प्रधान सम्पादक हो र अब यहाँले कुरा जोडिहाल्नुभयो कि आदिवासीहरूको भाषा संस्कृति र पहिचानहरू जगेर्ना गर्नका निम्ति यहाँहरू लाग्नु भएको छ यहाँहरूले के भन्छन् कदमहरू बढाइरहँदा कस्तो महसुस हुन्छ भन्नुहुन्छ अब यसमा एकदमै साह्रै के भन्छन् खुसीको महसुस हुन्छ किनकि आदिवासी हाम्रो मुख्य पहिचान हो सो पहिचानको कारणले के भन्छन् हामी परिचित छौँ जसकै कारणले भनौँ न त आज हामी एउटा आफ्नो नामको पछाडि आफ्नो पहिचान जोड्न पाएका छौँ यो काम गरिरहँदा एकतर्फ भाषा जोगाउने काम गरिन्छ अनि रीति संस्कृति र संस्कार जोगाउने काम गरिन्छ कुनै पनि व्यक्तिको पहिचान नै सोही भएको कारणले सो बचाउनका निमित्त हामी विभिन्न समुदायसँगै सहकार्य गरेर काम गर्ने गर्दछौँ अनि सो क्रममा विभिन्न ठाउँहरूमा गइरहँदा विभिन्न जाति समुदायहरूसँग सहकार्य गरिरहँदा हामीलाई एकदमै खुसी महसुस हुन्छ र धेरै कुरा सिक्ने अवसर प्राप्त हुन्छ र केही कुरा सिकाउने अवसर समेत प्राप्त हुने गर्दछ हस् थ्याङ्क यू भेरी मच तपाईँ मसँग जोडिनुभयो अनि हामी हाफी आज तपाईँहरूसँग कनेक्ट हुनु पाउँदाखेरि चाहिँ जस्तो अब हामी एउटा कार्यशैलीको आधारमा हामी काम गर्ने आधारमा चाहिँ हामी भनौँ न अहिले चाहिँ हिमाली आदिवासी समाज र किराँत व्यवसाय उत्थान समाजसँग हामी जोडिएका छौँ तर आज एउटा व्यवसायको हिसाबले पनि तपाईँ म चाहिँ एउटा व्यवसाय भनौँ न व्यवसाय भन्ने रुचाएँ अहिले तुरुन्तै चाहिँ होइन तपाईँहरू चाहिँ अब भनौँ न अब यो यस्तो भनौँ दुर्गम ठाउँमा पनि यहाँ आएर बस्दिनुपर्छ होइन स्पेसली हाम्रो होटललाई चाहिँ रोज्नुभयो होइन त्यो मानेमा म धेरै खुसी छु होइन अब तपाईँको चाहिँ प्रतिक्रिया के छ तपाईँको यहाँ हाम्रो सेवा सुविधाहरू कस्तो लागेको छ एकदमै तपाईँले यो होटलप्रतिको प्रतिक्रिया जनाउन भन्नुभएको छ यस विषयमा म केही कुरा राख्न चाहन्छु विशेषतया हाम्रो यो सिन्धुलीमा रहेको यो हायात होटल होइन तपाईँको यो होटल चाहिँ एकदमै राम्रो छ राम्रो यो मायनेमा राम्रो भन्न सकिन्छ कि सर्वप्रथम त यहाँ पारिवारिक वातावरण छ पारिवारिक वातावरण के छ भनेपछि पुरै फ्यामिली हुनुहुन्छ त्योभित्र के भन्छन् सेवा प्रवाह गर्ने एकदमै खुसी लाग्यो अनि यहाँनिर आइसक्दा तपाईँको यो पारिवारिक वातावरणमा रम्न पाउँदा एकदमै खुसी लागेको छ र यहाँ होटल जस्तो के भन्छन् आभास भएन कि एउटा परिवारमा बसेको छु कि जस्तो आभास भएको छ सर्वप्रथम यो खुसीको कुरा हो अनि त्यस पश्चात यहाँको तपाईँको सरसफाइको कुराहरू गर्नुहुन्छ भने सरसफाइको कुराहरूमा एकदमै के भन्छन् तपाईँहरूले राम्रो गर्नु भएको छ
अनि त्यसपछि सरसफाइको विभिन्न साङ्केतिक अनुरोधहरू तपाईँले के भन्दा ठाउँ ठाउँमा राख्नु भएको छ। त्यसले गर्दा एउटा सभ्य नागरिकले के सोध्छ भनेपछि यो सङ्केत मेरो लागि हो र मैले यो कुराहरूलाई फ्लो गरेँ भने के भन्छन् यो मेरो लागि पनि हुन्छ र यो होटल सञ्चालन गर्नेहरूको लागि पनि के भन्छन् राम्रो हुन्छ भनेर एउटा सङ्केत दिने गर्दछ। त्यो एउटा विवेकशील नागरिकको लागि त एकदमै राम्रो सङ्केतहरू राख्नु भएको छ, त्यो राम्रो कुरा लाग्यो। त्यस पश्चात यहाँ खानाहरूको कुरा गर्नुहुन्छ भने अधिकांश मैले खानाको के भन्छन् हरेक व्यवस्थापनमा तपाईँको यो अर्ग्यानिक चिजहरूलाई बढी प्राथमिकता दिएको मैले पाएको छु। हजुर हजुर अर्ग्यानिक सागहरू खान पाइयो, अर्ग्यानिक तपाईँको के भन्छन् यो विभिन्न खालको तरकारीहरू होइन, अनि त्यसपछि गाउँतिरकै के भन्छन् यो चिकनहरू, अनि त्यसपछि यो पोर्क मिटहरू, अनि तामाहरू, अनि त्यसपछि गुन्द्रुकहरू, अनि त्यस पश्चात अब बयान गरिराख्न साध्य छैन। यी अनि यस्ता विभिन्न परिकारहरू र यहाँको वातावरणले एकदमै मन लोभ्याएको छ होइन। अनि त्यस कारणले यहाँको जुन होटेलहरू अन्य ठाउँमा गइरहँदा उहाँहरूको पनि नराम्रो थियो चाहिँ भन्न खोजेको चाहिँ कदापि होइन, तर सोभन्दा पनि यहाँ के फरक र केही अलग्गै खालको आनन्द प्राप्त हुने खालको सेवा सुविधा र सत्कार पाइयो। त्यसका लागि म आभारी छु र हाम्रो संस्था हिमाली आदिवासी समाज नेपाल पनि आभारी छ र आगामी दिनमा समेत यहाँहरूसँग सहकारी गर्ने अवसर जुरेछ भने यो क्षेत्रमा आउँदा सम्झिनेछौँ भन्ने चाहिँ हस् धेरै धेरै धन्यवाद। यो प्रकारको प्रतिक्रिया दिनुभयो। आज एउटा कस्टमर भनौँ या तपाईँको एउटा चाहिँ भनौँ न हामीसँग जोडिनु भयो, त्यसो भएको कारणले गर्दा हामी चाहिँ तपाईँले आफ्नै फ्यामिली मेम्बर जस्तै मान्छौँ होइन। त्यसो भएको कारणले गर्दाखेरि तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँको यो अमूल्य समय यसरी खर्चिनु भयो, त्यसको लागि मेरो युट्युब फ्यामिलीबाट, त्यसपछि गएर हायत होटल एन्ड रेस्टुरेन्टको फ्यामिली तर्फबाट पनि तपाईँलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दै आजको बसाइले हेबिट मार्छौँ है त। यहाँलाई पनि एकदमै मेरो विचारहरू राख्ने अवसर दिनुभयो, त्यसका लागि म यहाँप्रति आभार व्यक्त गर्न चाहन्छु। सम्पूर्णलाई फेरि पनि धन्यवाद। हस्, थ्याङ्क यू भेरी मच दाइ।